पैसा 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 छ त सब थोक छ, तर पैसा छैन भनेपछि नि सारा संसारै छैन कि साथीहरू। यो कुरा ख्याल गर्नुहोस् हजुरहरूले। पैसा छ भने सारा आफन्तहरू इष्टमित्र सबै आफूतिर हुन्छन् के। जबकि पैसा छैन भने नि तब त्यो आफन्त पनि तपाईँको लागि पराई भइदिन्छ के। पैसाको पावर भनेको यो हो कि साथीहरू। यहाँ नि हाउ पैसा कमाउ चाहिँ हुनुपर्ने चाहिँ कि साथीहरू। कि आफ्नो बाउ आमाले पनि छोराले पैसा कमाउँदैन भने बाउ आमाको पनि प्यारो हुन सक्दो रहेनछ के यो स्वार्थी दुनियाँमा। पैसा भयो भने साथीभाइ इष्टमित्र सबै एकै ठाउँमा आउँछन् कि साथीहरू। तपाईँले खोज्दै 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 आउँछन्, तपाईँले खोज्नु पर्दैन। बुझ्नुभयो नि। मलाई थाहा छ नि मेरो आफन्तले गरेको व्यवहारहरू सम्झिन्छु कि म। पैसाको पावर भनेको यो हो कि साथीहरू। त्यसैले भन्छु आफ्नो काम गर्नुहोस्, आफ्नो के हो प्यासन के हो त्यतातिर ध्यान दिनुहोस् के। पैसालाई कदर गर्नुहोस्, पैसालाई चिन्नुहोस्।